50 शेयर पुग्ने बित्तिकै हामी त्यसमध्ये 5 जनालाई भने 100 को रिचार्ज गिभअवे गर्नेछौं। हेलो गाइज, वेलकम छ नयाँ भिडियोमा। आज हामी विशेष गरेर हाम्रो एब्रो नेपालको फलोअर्स भेटियो भने चाहिँ हामी 500 गिभअवे गर्दैछौं है। आज चाहिँ हामी काक्रे बिहारमा छौं, सुर्खेतको। अब हामी भित्र जान्छौं। यहाँ चाहिँ टिकट काट्नु पर्छ। यो टिकट काट्ने ठाउँमा मान्छे त देखिरहेको छैनौं, तर हामी पछि अहिले मान्छे नदेख्यो नि पछि आउँदाखेरि पनि मान्छे देख्यो भने चाहिँ टिकट काट्छौं। कोही फलोअर्स भेटियो भने चाहिँ हामी 500 रुपैयाँ गिभअवे गर्दैछौं है। ल, यो चाहिँ काक्रे बिहार मन्दिर। पहिला चाहिँ शनिबार आयो भने चाहिँ अलिअलि मान्छे देखिन्छ, तर आज मान्छे छैन। हामी अलि फरक समयमा आएछौँ। अर्कोचोटि चाहिँ अलि धेरै मान्छे भएको बेला आउने हो। अब धेरैजना त कोही पनि भेटिएन, तर काफी रमाइलो हुँदैछ हैन। यो चाहिँ काक्रे बिहार एकदम मन शान्त भइरहेको छ। तपाईँ पनि आउनु भएको छैन भने आउनुस्। अब फलोअर्स भेटिनु त परको कुरा हो, यहाँ मान्छे भेटिन गाह्रो भइरहेछ। फलोअर्स नभेटे पनि आज म तपाईहरुलाई यो भित्रको कस्तो छ, भित्र कस्तो छ भनेर देखाउँछु। भित्र चाहिँ क्यामेरा लान मिल्दैन, तर बाहिरैबाट देखाउँछु। यो चाहिँ काक्रे बिहार एउटा गुम्बा हो। दुईजना दाइहरु आउनु भएको छ। यदि उहाँहरुले हाम्रो आइडीलाई फलो गर्नु भएको छ भने पक्कै पनि गिभअवे गर्नेछौं। तपाईहरुले यो भन्दा पहिला एब्रो नेपाल भन्ने सुन्नु भएको थियो हजुरले? नै, मलाई थाहा छैन। थाहा छैन है। तर यो चोटी चाहिँ हजुरलाई थाहा भएन भने अर्को चोटी चाहिँ फलो गर्नुस् है। हामी प्राय आइराख्छौं, सुर्खेत भित्रै हो हैन। हामी अन्य च्यालेन्जहरु पनि ल्याउँछौं, फलो गर्नुस् है। ल, त हजुरले फलो गर्नु भएको छ? छैन। यो भन्दा पहिला सुन्नु भएको थियो? नै, फर्स्ट टाइम है, फर्स्ट टाइम। अर्को चोटी चाहिँ तपाईलाई सुन्नु भएको थियो हैन, फलो गर्नु भएको छ भन्दा यास होस् क्या। फलो फर एब्रो नेपाल, लाइक कमेन्ट शेयर पनि गरिदिनु होला। ल, धन्यवाद। हामीसँग एकजना भाइ भेटिनु भएको छ। उहाँले फलो गर्नु भएको छ कि छैन? र भाइ एब्रो नेपाललाई फलो गरेछौ? छैन, भाइले फलो गरेको छैन है। भाइले फलो गरेको भए हामीले एकजना फलोअर्सलाई भने 500 रिचार्ज गिभअवे गर्दैछौँ। फलो फर एब्रो नेपाल। एकजना अर्को भाइ भेटिनु भएको छ, उहाँलाई पनि एकचोटि सोध्नु। भाइ एब्रो नेपाललाई फलो गरेछौ? चिन्ने तर फलो चाहिँ गरेको छैन। त अर्कोचोटि चाहिँ फलो गरिदियो है। ल, हामी चाहिँ 500 गिभअवे गर्दैछौँ। भाइले पनि छुटाए हैन। भाइले भिडियो चाहिँ हेर्दो रहेछ, तर छुटाएको। भाइ भेटिनु भएको छ, उहाँलाई सोधौँ। किन भन्दा नयाँ अकाउन्ट भएर सबैलाई थाहा हुँदैन। भाइ एब्रो नेपाल भन्ने नाम सुनेछौ? नै, नसुनेको। ल, भाइले पनि सुनेको रहन्छ, तर अर्कोचोटि आउँदा चाहिँ भाइले पक्कै पनि फलो गरेको हुनेछ। आज हामी भाइ गिभअवे गर्दैछौँ क्या फलोअर्सलाई। त यो अवसर चाहिँ अर्कोचोटि नछुटाऊ है। फलो फर एब्रो नेपाल सबैले गरिदिनु होला। दाइलाई सपोर्ट नयाँ। ल, थ्याङ्क यू भाइ। ल, आज हामीले एकजना पनि फलोअर्स भेटाएनौँ। हामी फलोअर्सलाई भनेको 500 गिभअवे गर्दैछौँ। तर अब यो भिडियोमा कमेन्ट गर्ने, लाइक गर्ने र यो भिडियोलाई शेयर गर्ने 50 शेयर पुग्ने बित्तिकै हामी त्यसमध्ये 5 जनालाई भने 100 को रिचार्ज गिभअवे गर्नेछौं। यदि तपाईले फलो गर्नु भएको छैन भने फलो गर्नुस्, कमेन्ट गर्नुस् र यो भिडियोलाई शेयर गरेर धेरै भन्दा धेरै भनेको शेयर गरेर सपोर्ट गर्नुस्।